अहिले इट सिम्स लाइक नेपालमा फेरि लोड सेडिङ हुनेवाला छ। अहिले साँझमा अब लोड सेडिङ घरमै पनि हुने अवस्था छ। कुलमान घिसिङ जस्ता मान्छे हटाउन पाइदैन। यदि सरकारले उहाँलाई निकाल्न चाह्यो भने त्यो जम्मा 10 मिनेटको काम। हामी हजारौं गुलमान लिएर आउने छ। यिनीहरूले भाषण गरेर एकदमै राम्रोसँग जान्छ। 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ हामी युरोपीय स्तरमा छौँ। ग्यासका सिलिन्डर कारमा बोकेर केमा बोकेर मोटरसाइकलमा बोकेर साइकलमा बोकेर कुद्नु पर्दैन। सिलिन्डरको फेज समाप्त गरिदिन्छु। घरमा चुलामा पाइप पुर्याइदिन्छु। युसी पासमा कुलमान घिसिङले नेपालमा अफिसियली लोड सेडिङ एन्ड गरेको थिए। मैले यो लोड सेडिङ अन्त्य भन्दा पनि गाउँमा जुन बत्ती पुर्याउन चाहिँ सकेका छौं। तर अपेरेन्टली इट वाज नेभर लाइक दैट। अकॉर्डिङ टु दिस एनर्जी मिनिस्टर नेपालमा लोड सेडिङ कहिले पनि एन्ड भएको नै थिएन रे क्या। अहिले हामीले बत्ती पुगेको छैन, लोड सेडिङ छ। हिजो पनि थियो, आज पनि छ। हामीले लोड सेडिङ छैन भनेर घोषणा गर्दै गर्दा पनि लोड सेडिङ थियो छ। म दाबीका साथ भन्न सक्छु। खालि के गरिया थियो भने घरमा बत्ती दिने काम गरिया थियो, उद्योग धन्दातिर कटौती गरिया थियो। आज पनि त्यही छ। अहिले भर्खरै म यहाँ बसेर कुरा गर्दै गर्दा 830 मेगावाट विद्युत भारतबाट आयात भइराखेको छ। अहिले साँझमा अब लोड सेडिङ घरमै पनि हुने अवस्था छ। एउटा निजी क्षेत्र, एउटा भारतबाट आयात गरेको, र यसले गर्दा हाम्रो केही लोड सेडिङ हट्या जस्तो अनुभूति भएको छ। अझ उनले लिटरली कुलमान घिसिङलाई डिस्क्रेडिट गर्छन्। उज्यालोको नायक भने उहाँ होइन है। बरु यो धन्यवाद भारत सरकारलाई दिउँ, निजी क्षेत्रलाई दिउँ, जसले उत्पादन गरेछ, जसले हाम्रो आवश्यकता परिपूर्ति गरिदिएको छ। त्यता गरौँ न भन्ने निवेदन गर्न मात्रै चाहेको यो यथार्थ हो। र सिन्स उनी ऊर्जा मन्त्री हुन्, उनले कुलमान घिसिङलाई पासमा धेरै टाइमदेखि नै निकाल्न खोजिरहेको थिए रे। अनि अकॉर्डिङ टु सोर्सेस इट्स लिटरली जस्ट बिकज अफ द मनी। यु सी दिस एनर्जी मिनिस्टर, ही इज अपेरेन्टली वान अफ द मोस्ट करप्टेड पिपल आउट देयर। अनि जस्ट कपल अफ डेज अगो कुलमान घिसिङ गॉट फायर्ड। कुलमान घिसिङलाई निकालेर उनको पोजिसनमा केपी ओलीको आफ्नै सालालाई हायर गरेको छन् रे। र अहिले पब्लिक आर अन्डरस्ट्यान्डेबली आउटरेजिङ। कहाँबाट आउँछ के यस्तो बुद्धि? कहाँबाट हुन्छ यस्तो मन्त्री? कहाँबाट हुन्छ यस्तो सांसद? यो नेता बन्न लायकै मान्छेहरू होइन। यो दीपक खड्का भने नि यसको विरुद्धमा अब तपाईँ हामी एकबद्धता भएर यसको पद खारेजको लागि अब लागि पर्नुपर्छ है। देश विदेश जहाँ सुकै रहे पनि यसको पदको खारेजको लागि अब तपाईँ हामी एकबद्धता हुनु जरुरी छ। प्राकृतिकले एउटा चाहिँ वरदान दिएको देश, तर भएको चिज पनि सबै बेचेर खाइसक्यो यिनीहरूले। अब यिनीहरूबाट यो देश बन्छ भनेर हामी आशा गर्छौँ त? कताबाट लुट्ने कताबाट खाने मात्रै यिनीहरूसँग यो छ। हाम्रो बालिन्दाई कसरी काम गरिरहनु भएको छ भन्ने कुरा म त यो सोचिरहेको छु कि किन भन्नु भन्दाखेरि अहिलेको यो हाम्रो जुन सरकार छ, यो सरकारभित्र काम गर्ने मान्छे र यो सरकार सबै भ्रष्टाचार हो। भ्रष्टाचारले नै चलिरहेको हाम्रो देश। तर कुलमान घिसिङ भनेको मान्छे काम गरेर देखाउने मान्छे होइन, भ्रष्टाचार नगर्ने मान्छे। अब उहाँले चाहिँ अब म भ्रष्टाचार गर्दिनँ, म तिमीहरूलाई पैसा दिन सक्दिनँ, म तिमीहरूलाई घुस दिन सक्दिनँ, म जनताको फाइदाको लागि काम गर्छु भनेर काम गरेको मान्छे। अनि आजको दिनमा उनीहरूलाई फाइदा भएन कुलमान घिसिङबाट, अनि कुलमान घिसिङलाई निकाल्दियो अनि आफ्नो मान्छेलाई राखे। अब भोलि गएर आफ्नो मान्छेलाई राखेपछि त आफूले जे भने त्यही हुन्छ। बिना कुनै स्वार्थ उसले देशको हितको लागि जनतालाई बत्ती बालेर राख्छु भन्दाखेरि आज हट्नु पर्यो कि। अनि अभियसली सबैले कुलमान घिसिङलाई साथ दिइरहेका छन्। बत्ती गइसक्यो, कुलमान घिसिङलाई हटाउने बित्तिकै बत्ती गइसक्यो। नेपाललाई फेरि पनि त्यो 24 घण्टामा 18 घण्टा लोड सेडिङको युगमा फर्काउन खोजिएको हो त होइन? किनभने आज आएर राम्रो काम गर्ने, राम्रो ठाउँमा भएका व्यक्तिले राम्रो काम गर्दै गर्दा देयर आर ह्युज प्रोटेस्ट गोइङ अन इन डिफरेन्ट प्लेसेस अफ नेपाल बिकज अफ दिस। कुलमान हाम्रो हिरा हो, हिरा हो। कुलमान घिसिङ हिरा हो, केपी ओली किरा हो। उज्यालो नेपाल बनाएर के गल्ती गरे कुलमानले? घाटामा गएको विद्युत प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे कुलमानले? जब कुलमान, बालिन, रवि जस्ता परिवर्तनकारीहरूलाई सिद्ध्याउने षड्यन्त्र हुन्छ तब प्रश्न उठ्छ सरकार कुन बाटोमा अघि बढ्दैछ? मुलुकलाई लोड सेडिङ मुक्त गराएर के गल्ती गरे कुलमानले? देश बनाउनेलाई हटाउने र देश लुट्नेलाई जोगाउने खेल बन्द गरियो। अब मैले एउटा डाटा पनि देखाएको थिएँ। कुलमान घिसिङ उहाँ आएपछि लिटरली गभर्मेन्टलाई होइन अरबौँको पैसा अब प्रफिट भइरहेछ, लोड सेडिङ भएको छैन। अनि किन निकाल्यो भने वाइ फायर हिम क्या? इट मेक्स नो सेन्स यार। यो टाइममा यो जेनेरेसनमा अरूमा कन्ट्रीहरू कहाँ हुन्छ नि, कस्तो के भइरहेछ, अनि हाम्रोमा हुन्छ नि त्यो एउटा बेसिक निड इलेक्ट्रिसिटी पनि होइन प्रपरली अब त्यो हुँदैन भने त म्यान के कसरी गरी खाने भने यार। मेरो दुईवटा युट्युब च्यानलबाट होइन मैले एभ्री मन्थ सोसियल मिडिया इन्कम भनेर ट्याक्स पे गरेर हुन्छ होइन। अनि इफ बत्ती जान थाल्यो भने त कसरी अब त्यो हुन्छ नि। म्यान यु साउट आउट टु एभ्री सिङ्गल पर्सन क्या जसले चाहिँ अब यो कजको लागि प्रोटेस्ट गरिरहेको छ, टाइम निकालेर यार आफ्नो काम धन्दा छोडेर प्रोटेस्ट गरिरहेको छ भने कज इट्स नट जस्ट फर देम क्या, हामी सबैको लागि हो होइन म्यान। सो सही हो भनेको यार। अनि चाहिँ मेरो मेन च्यानल फोरेल टिभी हेर्नु होला, त्यसमा मैले ओरिजिनल दामी कन्टेन्टहरू बनाएर हुन्छ। सो प्लिज चेक इट आउट हेर्नु होला। सो द्याट वाज इट फर टुडे गाइज। यु वाचिङ फोरेलको च्यानल राइट नाउ। इट्स मी प्रवेश, इट्स बिन अ प्लेजर। टेक केयर गाइज, पिस।